दाजु मलाई ज्वरोको दबाई दिनुहोस् न। ए ज्वरोको दबाई भाइ हजुर। कहिलेदेखि आएको ज्वरो? 3 दिन भयो। 3 दिन भयो। 3 दिन भयो भनेपछि तिमीले यो प्यारासिटामोल लैजाऊ न ल। 3 दिनको दिएको छु। हुन्छ। जता भबी दबाई कहाँ खाएको दा तपाईँले? बरु हिँड्नु डक्टरकोमा म लान्छु। नमस्ते। के भएर आयो? मलाई ज्वरो आएको 3 दिन भयो डाक्टर। खै हेरौँ त। ओहो तिमीलाई त निकै साह्रो पारेछ ज्वरोले। कति दिन भयो? 3 दिन भयो? हजुर। आँखाहरू पनि पहिला देख्दैछु। यो एउटा दबाई लेखिदिन्छु। हुन्छ। यो लिएर हुन्छ। चेमिसमा गएर हुन्छ। किनेर बिहान बेलुका खानापछि खाने ल। ठिक भएन भने फेरि आउने ल। फिस चाहिँ कति डाक्टर? मेरो फिस चाहिँ 500 रुपियाँ हो है। त दिनुपर्छ नि डक्टरलाई। ए दाजु यो दबाई दिनु नि। कहिले त पर्छ? अनि मैले अघि तिमीलाई यही दबाई त दिनु आँटेको थिएँ त। यो दबाई कति पर्छ दाजु? यो दबाईको त 5 रुपियाँ गोटा हो भाइ। यो 20 रुपियाँ त लाग्यो तिमीलाई। दिन्छु ल। मेरो 500 रुपियाँ त्यही दबाई रहेछ। यजि मंगल भवानया मंगल